रवि लामिछानेलाई राखेर यदि साँच्चीकै निर्वाचन गरियो भने हेर्नु होला, तपाईँ र म फेरि बाँच्छौँ अर्को 15-20 वर्ष, सँगै हुन्छौँ, तपाईँको कुनै अर्को कार्यक्रममा यो रेकर्ड खोलौँला, त्यो चुनावलाई कालो दिनको रूपमा नेपाली जनताले आफै घोषणा गर्नेछन्। कुनै दिन व्यक्तिको कुरा होइन, एउटा नयाँ स्पिरिट बोकेर आएको होइन, एउटा वैकल्पिक पार्टी त हो नि त होइन, एउटा राष्ट्रिय पार्टीको तपाईँको जो सुप्रिम लिडर प्रमुख हो नि त, प्रमुखलाई चाहिँ तपाईँको जेलभित्र राखेर हामीले चुनाव गरायौँ अथवा त्यस्तो चुनावमा हामी सामेल भयौँ भने आज होइन ऋषिजी, आजको 20 वर्ष, आजको 30 वर्ष पछाडि, आजको 100 वर्ष पछाडि इतिहासको कुनै कालखण्डमा यसको हिसाब हुनेछ, किनभने हामी कम्युनिस्ट पार्टी होइनौँ। याद गर्नुहोस्, हाम्रो मोडालिटी, हाम्रो सिद्धान्त, हामीले दिने कार्यक्रमहरू र हामीले गर्ने इलेक्सनहरू भनेको चाहिँ विपक्षीहरूलाई कुनै पनि एक या अर्को आरोपमा जेलभित्र राखेर, त्यो पनि राष्ट्रिय दलका नेताहरूलाई जेलभित्र राखेर हामीले गर्ने चुनाव निष्पक्ष र स्वतन्त्र भोलि मानिँदैन भन्ने मेरो। रवि लामिछानेलाई यदि राज्यले भाग्छ भनेर सोध्छ भने यो फागुन 21 को निर्वाचन छ नि, यदि हुन्छ चुनाव भने है, चुनाव नहुने चुनाव घोषणा गरे हो भने त मलाई थाहा छैन, साँच्चीकै चुनाव हुन्छ र चुनाव गराउने हो भने रवि लामिछानेसँग डराउनु पर्ने कुनै आवश्यकता छैन। उनलाई भाग्छ भन्ने सरकारलाई लाग्छ भने 2-3 वटा मोडालिटी छ यसको। पासपोर्टलाई सिज गरौँ, देश बाहिर जान नदिने गरी हामीले चाहिँ निर्णय गरौँ होइन, र यो जति उनले सजाय काट्नुपर्छ नि, यो फागुन 21 सम्मको जति दिन यिनी बाहिर बस्छन् नि, उहाँ जति दिन बाहिर बस्नुहुन्छ त्यसको सजायलाई चाहिँ हामी एड गरौँ। र यदि रवि लामिछाने भाग्छन् भन्ने कसैलाई लाग्छ भने मलाई यो सरकारले बोलाए हुन्छ, म ल्याप्चे लगाएर निकाल्न तयार छु। तपाईले भन्नुभएको ल्याप्चे लगाएर म निकाल्न तयार छु। त्यसो रवि लामिछाने भाग्नु हो, त्यसको अर्थ के हो भने त्यसलाई सिधा हिसाबले बुझ्नु भएन। म भाग्नुपर्ने कारण आधार छैन। हो, रवि लामिछाने जो 21 वटा सिट जितेर बसेको दलको नेता अहिले भागभन्दा भाग्छ, यो त हावा कुरा गर्ने, यो सब वाहियात कुरा हेर्नुहोस्, यो ननसेन्स कुरा हो, यो पोलिटिकल प्रोपेगन्डा हो, यो फन्डा हो। यस्ताको पछाडि हामी लाग्नु हुँदैन। हामीले त के गर्ने हो भने रवि लामिछानेलाई निकाल्ने, जनताको अदालतमा होइन हामी सबैजना जाने, अब हुने फागुन 21 को चुनावमा जनताले जवाफ दिइहाल्छन्।